यहाँ चाहिँ यिनीहरूको तमासा हुँदैछ हो, यिनीहरूको तमासा चल्दै गर्छ। अनि साथीहरू यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ यो चाहिँ हो मेरो आमाले पठाइदिनु भएको सब्जी है। अनि मेरो आमा र बाबालाई धेरै धेरै धन्यवाद। मेरो चाहिँ अलिकति स्वर घाँसिरहेको छ, इग्नोर गर्नुहोस् होला है। अनि यो चाहिँ छ चियापत्ती है, अनि छ काँक्रा। हेर्नु नै यो चाहिँ लास्ट अरे नि त है, फलिसक्यो अरे। सो काँक्रा अनि इस्कुस चाहिँ यति मिठो छ नि मेरो माइत घरको चाहिँ। यो चाहिँ अलिक सानो होइन, भर्खर भर्खर फल्दैछ। यति साह्रो ठुलो हुन्छ इस्कुस र यति साह्रो मिठो हुन्छ, मिठो छ कि माइत घरको इस्कुस चाहिँ। यहाँ हेर्नु कत्रो कत्रो छ इस्कुस, यति मिठो छ है। सो थ्याङ्क यू सो मच मेरो आमा बाबालाई है। अनि यो काँक्रा पठाइदिएको थियो। अनि आमाले चाहिँ आमा बाउको माया भन्ने चाहिँ कति साह्रो हुन्छ है। किन भन्दाखेरि काँक्रा पठाइदिएको छु, काँक्रा चाहिँ अहिले नखानु है, तैँले 2-3 दिनमा मात्रै खानु भन्नुहुँदै थियो। किनभने अलिक स्वर बसिरहेको छ नि त मेरो, अनि खोकेकोले छाती पनि दुख्दैछ, त्यो भएर। सो काँक्रा चाहिँ 1-2 दिनमा खानु भन्छ, रहन्छ कि रहँदैन। किनभने यो मान्छेले चाहिँ काँक्रा चाहिँ धेरै मन पराउँछ है दादा। हो, अब रहन्छ कि रहँदैन थाहा छैन, 1-2 दिनमा खानु पाइन्छ कि पाइँदैन। सो यो चाहिँ मलाई मेन थियो, चियापत्ती तुरिरहेको थियो है। अनि इस्कुस पनि माइत घरको नखाएको धेरै भएको थियो र आज पठाइदिनु भएको। थ्याङ्क यू सो मच मेरो आमा बाबालाई।